उतै बसाइ हुन्छ। 2 दिन चाहिँ हाम्रो ट्रेनिङ रहेको छ अनि तेस्रो दिन चाहिँ क्रिसमस रहेको छ अनि हामी चाहिँ 3 दिनसम्म चाहिँ उतै बस्छौँ दाजुभाइ। अनि हाम्रोतिर कुनै मण्डलीमा पनि केही दिनपछि क्रिसमस हुँदैछ। सबैजनाले मेरो भिडियोलाई लाइक गरिदिनु होला अनि क्रिसमसमा पनि आइदिनु होला भन्दै हजुरहरूलाई यही भिडियो मार्फत